बाल्टीमा चाहिँ कसले भिजाउनु भनेर भनेको थियो? मैले आफै नि हौ, मलाई कसैले भनिराख्नु पर्छ? त्यहाँ चाहिँ भिजाएको छ। आथा जा आथा बल्ल बल्ल सक्यो चाथा एकैचोटिमा। अनि आजै छेप्ने हो? दसैँको भोलिपल्ट, टिकाको भोलिपल्ट। घर छेप्ने अरे कसरी छेप्ने यस्तो तरिकाले? बाल्टीमा भिजाएर त हुँदैन त नि, बाल्टी नै दुलो पर्छ त। खै पर्यो परीक्षा खै पर्यो यस्तो दिमाग हुनुपर्छ के? दिमाग हुनेको देखियो कला। दिमाग छ र त हो त नि। दिमाग छ र त यहाँबाट यहाँ सारे त। दिमाग छ र त यहाँबाट यहीँबाट दुध चुल्लाउँथे मजा। ल गाइज, अब हाम्रो बहिनीले घर छेप्ने अरे भन्दैछ। अब खै भिजाइले चाहिँ घर छेपे हुन्छ जस्तो लाग्यो।